Hello everyone and namaste. As today make aloo paratha recipe. This is flour dough. I am ready. This one salt, water and dough ready. This one ready. I boil the potato and this one cover out. This one onion and green chilli and ginger. I chop ready. This one onion, प्याज, हरियो खुर्सानी, आलु रेडी गरिसकेको छु र भेरी टेस्टी आलु पराठा मिक्स गर्दैछु टुडे आलु पराठा मेक दिस इज रेसिपी भेरी नाइस एन्ड वाच भिडियो एन्ड लाइक कमेन्ट एन्ड सब्सक्राइब एभ्रीबडी आई एभ्री टाइम न्यू रेसिपी भिडियो दिस वान आलु पराठा रेसिपी पुरा भिडियो हेर्नु होला र भिडियो राम्रो लागेमा लाइक कमेन्ट एन्ड फलो गर्न नभुल्नु होला दिस इज पोटाटो म्यास एन्ड पुट अनियन चप एन्ड जिन्जर एन्ड ग्रीन चिल्ली हरियो खुर्सानी एन्ड अदुवा राखिसकेको छु पुट अल इन्ग्रेडिएन्ट एन्ड आई पुट नाउ सल्ट एन्ड कोरिएन्डर पाउडर एन्ड क्युमिन पाउडर जिरा धनिया र नमकमा राख्न गइरहेको छु यो रेसिपी बनाएर हेर्नु होला र भिडियोलाई मन परेमा लाइक कमेन्ट गर्न नभुल्नु होला भन्दै म यो रेसिपी अगाडि बढाउन गइरहेको छु दिस वान रेसिपी भेरी नाइस आलु पराठा भेरी टेस्टी एन्ड भेरी पपुलर इन्डियन रेसिपी अल्सो नेपाली रेसिपी दिस वान पपुलर दिस वान अल कन्ट्री इन्डियन फुड दिस वान सल्ट आई पुट एन्ड नुन अनि धनिया अनि जिरा पाउडर म राख्न गइरहेको छु अजवाइन पनि राख्न सक्नुहुन्छ सल्ट एन्ड क्युमिन पाउडर एन्ड कोरिएन्डर पाउडर आई पुट दिस वान I will mix this one. See, very nice recipe. This one try you are also and इसको last and topic one separate like last time tell you this one mistake in परोठा not good मैले लास्ट टाइममा भन्ने छु परोठा बनाउँदा केमा गल्ती गर्नुभयो भने परोठा फुट्ने डर हुन्छ र परोठा राम्रो बन्दैन मिक्स अल पोटेटो not too much big pieces big pieces put inside and break in the परोठा अगर आलुको ठुल्ठुला पिस राख्नुभयो भने परोठा फुट्ने सम्भावना हुन्छ त्यहाँ रेडी गरिसकेको छु मैले परोठा पाकिरहेको पनि छ देख्न सक्नुहुन्छ यहाँ मैले बटर लगाएको छु माथिबाट धेरै राम्रो छ हजुरहरूले पनि हेर्नु होला दिस वान ट्राई अगेन आई पुट बटर भेरी नाइस परोठा कड पिकल अचार प्याज का साथ खा सकते थैंक यू।